छोड्दै दाजु है है तँ केही जसले हेऱ्यो नि त्यही त हो मैले हेरेँ नि केही 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 नगर है तैँले तँ केही नगर है म हेर्छु क्या म हेर्छु छक्का होस् के बे म मेरो रिजल्ट आफै चेक गर्छु क्या ततिरो घर म मेरो गर्छु आफूले आफ्नै गर्ने क्या है नाकेर ए तैँले चेक गर्दा तँ पास हुने मैले चेक गर्दा तँ फेल हुने हो र ल ल गर 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 फेल हुन्छ र सबैलाई सुनाउँछु भन्ने आशाले चाहिँ निकेर तैँले चेक गर्न लालास गर ड्याङ्गा 100 आउँछ त्यसपछि थाहा हुन्छ साला गर गरिहाल्छु नि भाइ नाट रुकै त चेक गर्ने मलाई ओ नो ओ माई गॉड जिसस के भयो भन् त के भयो 99 मतलब 99 यस यस हेलो हेलो बाउ मेरो एससीको रिजल्टमा 99% आएछ 99 ए रुक न त रुक हेलो हेलो आमा 99% आएछ काका काकी मामा भाइजू दिदी बेना साला साली नाति नातिनी अगेकादेखि बगेका उठेदेखि सुतेका मेरो 99% आएछ यस ए calm down वाह छोरा वाह ल बधाई छ तँलाई बधाई छ छोरा मेरो नाक माथि पुऱ्याइदिएकोमा मेरो इज्जत माथि पुऱ्याइदिएकोमा हरि काका करम करम मकै भाइ तरम तरम के रे भतिज 99 ल्याएको रे मलाई त पहिले थाहा थियो कि यसले के गर्छ क्या अरूले नगरी यसले के गर्छ क्या ल पार्टी गाइज हरि काका करम करम मकै भाइ तरम तरम हरि काका करम करम मकै भाइ तरम तरम हरि काका करम करम मकै भाइ तरम तरम सेट ए मेरो कुरा त पहिला सुन त्यसै उपरेसन के पागल हो साला 99 मतलब 99% होइन टोटल 99 नम्बर मतलब 9 विषयमा तपाईँको छोराको आयो प्रत्येक विषय 11 नम्बर त फेल होइन त हुन्छ नि होइन त पिच्चु त नील हो क्या नील तपाईँको छोरा फेल भयो होइन क्या तपाईँको छोराले तपाईँलाई श्राप लगाइदिएको हो त्यसै नाचेपछि के पागल हो साला मलाई त पहिले थाहा थियो क्या यो नालायक भनेर बाबा खास गरेर यो ग्रेड भन्ने कुरा छ नि A+ आए पनि NG आए पनि B आए पनि D आए पनि एक दिन मान्छे मर्ने नै हो त्यही भएर यस्ता पछि लाग्नु हुँदैन बाबा तपाईँलाई थाहा केपिओले पनि 8 क्लास फेल हो नि साल देश चलाहन म त 10 क्लास फेल हो म त के चलाउँछु म त एउटा छोरा मेरो इज्जतमा ठाडी मुती सालेको दा हरामी